साथीहरु नमस्ते हजुरहरु सबैजनालाई फेरि पनि स्वागत छ मेरो नयाँ मुकबाङ भिडियोमा। आज धेरै दिनपछि फेरि भिडियो बनाउँदै छु साथीहरु। अब त्यस्तै हुन्छ कहिलेकाहीँ, अब सधैँ भिडियो नै बनाउनु पाइन्छ भन्ने त छैन, तर पनि आज बनाएको छु कोसिस गरेर। हजुरहरुले मेरो भिडियो कस्तो लाग्छ हेरेर माया अनि साथ सपोर्ट गरिदिनु होला साथीहरु। ल यस्तो भइरहेछु है। आज मैले हेर्नु साथीहरु, मेरो यो खाना हो कि नास्ता हो त्यो पनि मलाई थाहा छैन, चौचौ छ। अनि त्यसपछि मैले यतापट्टि साइडमा बनाएको छु गोबीको अचार भन्नाले बन्दा, हामीले बन्दा पनि भन्छौँ। गोबीको अचार बनाएको छु। अनि त्यसपछि अन्डा छ। अन्डा त्यति धेरै खाँदैन साथीहरु, मैले एउटा अन्डा बनाएको छु। अनि साथसाथै पानी साथीहरु, धेरै पछि भिडियो बनाउँदैछु। सायद बोल्नु नजानेको पनि हुनसक्छ, त्यसको लागि क्षमा चाहन्छु हजुरहरुप्रति, सम्पूर्णप्रति। मेरो च्यानललाई सबैजनाले माया गरिदिनु होला। मेरो च्यानलमा चाहिँ अहिले खै साथीहरु आजभोलि खासै भिडियो बनाउने मनहरु पनि लाग्दैन, किनकि मेरो च्यानलमा इस्यु पनि आइरहेको छ। त्यो जुन डलरको सिग्नल छ मेरो चाहिँ त्यो हटेको छ कि अहिले, अनि त्यही भएर खासै भिडियो बनाउने जाँगर छैन। तर पनि कोसिस गरिरहने छु साथीहरु, हजुरहरु सामु जोडिने प्रयास गरिरहने छु। म चाहिँ जे होस् सन्चै छु, आरामै छु। हजुरहरु पनि सन्चै आरामै हुनुहुन्छ होला भनेर पुनः आशा गरेको छु। हजुरहरु पनि सन्चै आराम रहनु होला, स्वस्थ रहनु होला, व्यस्त रहनु होला। समय जे जस्तो भए पनि गर्मीको मौसम लागिसकेको छ साथीहरु। हजुरहरु सबैजनाले आफ्नो स्वास्थ्यको राम्रो केयर गर्नु होला। सबैजनालाई धेरै धेरै सम्झना, मिठो माया भन्न पनि चाहन्छु। ल चिसो भइसकेको छ साथीहरु, म चाहिँ स्टार्ट गर्छु है त। भोक त लागेको छैन साथीहरु, मलाई खासै भोक लाग्दैन, तै पनि यदि धेरै छ है साथीहरु। यो चौचौलाई फेरि बासी राख्नु पनि हुँदैन, त्यही भएर अब म सुरु गर्छु। हजुरहरु पनि मेरो मुकबाङ भिडियोमा जोडिएर इन्जोय गर्नु होला है त। पानीबाट स्टार्ट गरौँ है साथीहरु। यसै मैले बन्दको अचार बनाएको छु साथीहरु। यसमा थोरै थोरै अमिलो राखेको छु। अनि त्यसपछि टमाटर मोलेर बनाएको हेर्नु त, यस्तो मैले सिङ्गै सिङ्गै काटेको छ है त। यम्मी छ, मिठो छ है साथीहरु, मिठो 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 छ। हजुरहरु पनि ट्राई गर्नु होला एकचोटि। अलिक नजिक भएको जस्तो लाग्यो हैन? यो जिब्रो घाउले गर्दा कि साथीहरु यस्तो नुनले पनि यस्तो पोलिरहेछ नि, खानै मिलिरहेको छैन कि। म चाहिँ चौचौमा झोल हालेर कहिले खाँदैन साथीहरु, खायो भने यस्तो बनाएर खाएको हुन्छ है। यो गोबीको अचारमा चाहिँ सेतो तिल अनि धनिया सनिया राखेर बनाएको छु। अमिलो भएको भएर के हो साथीहरु, एकदमै धेरै पोलिरहेछ मुखमा।
पुरा चाहिने सिस्टम साथीहरू। पकाउनु पनि परेन। अन्डा पनि खाइदिनु ल साथीहरू। यस्तो बनाउँछ है। ओहो ल साथीहरू फेरि सुरु भयो है। कस्तो आँखा फ्याट लागिहाल्यो कि। त्यही माथि मुखमा घाउ त्यस्तै भइरहेछ। अनि त्यही माथि यो अचार फ्याट पसेर बर्बाद। बब्बाल मिठो भयो है साथीहरू यो अचार चाहिँ। मेरो आँखाको हालत। सन्चो भए कति पिरो खान्थे साथीहरू। मुख सन्चो छैन, ज्यान सन्चो छैन, अनि त्यही भएर पनि हो क्या। अचार पनि यस्तो यम्मी भएछ साथीहरू। ल यो जुन गोबीको अचार चाहिँ फर्स्टचोटि ट्राई गरेको मैले। मुनि अचार धेरै छ क्या। नाकमा सिँगन आयो क्या हो साथीहरू। यो घाउ पोलेर छटपटी छटपटी भइरहेको। के हो यो?
के भयो साथीहरू? सिँगान पनि आयो। मसानु पर्यो। सिँगान पुग्ने कुरा। पुरै घाउले खानै दिँदैन क्या साथीहरू, म त त्यही भएर। अमिलो कडा रहेछ मुनि। गीत पनि सुनिरहेको है साथीहरू, ब्याकग्राउन्डमा अलिअलि बाहिर पूजा भइरहेको। ल साथीहरू पुग्यो, के बाइक भयो। हामीलाई अलिक ज्यादा जस्तो लाग्यो। ल साथीहरू, सबैजनालाई बाई बाई। अब चाहिँ छुटिन चाहन्छु। मेरो मुकबाङ भिडियो आज कस्तो लाग्यो हजुरहरूले पनि हेरेर इन्जोय गरिदिनु होला। जतिजना साथीहरूले पनि हेर्नुहुन्छ भिडियोलाई फुल वाच गरेर सपोर्ट गरिदिनु होला साथीहरू। तै पनि आशा गरेको छु च्यानल के हुँदैन भन्ने आशा गरिरहेको छु साथीहरू। मोनिटाइज त भइसकेको हो, तै पनि मोनिटाइज भएको च्यानलमा इस्यु आइसकेपछि अलिकति मन अलिकति खुसी छैन, त्यही मात्रै हो। ल यति भन्दै साथीहरू फेरि नेक्स्ट भिडियोमा हजुरहरूसँग जोडिने छु। बाई बाई सबैजनालाई। फेरि अर्को भिडियोमा भेटौँला है त। हजुरहरू सबैजना स्वस्थ रहनु होला, व्यस्त रहनु होला भन्न चाहन्छु। बाई बाई सबैजनालाई।